T20 विश्वकप 2026 को पहिलो खेलमै नेपालको सामुन्ने छ विश्व विजेता इङ्ल्यान्ड र भर्खरै इङ्ल्यान्डले नेपाल विरुद्ध आफ्नो खतरनाक प्लेइङ 11 सार्वजनिक गरेको छ। ह्यारी ब्रुकको कप्तानीमा जोस बटलर, फिल साल्ट र जोफ्रा आर्चर जस्ता म्याच विनर्स मैदानमा उत्रिँदैछन्। फिल साल्ट चोटपछि फर्किएका छन् भने स्याम करन र विल ज्याक्स जस्ता अलराउन्डरले टिम भरि भराउँछ। तर प्रश्न उठ्छ कि नेपालले यो पावर हाउस टोलीलाई सम्हाल्न सक्ला? वास्तवमा वानखेडे स्टेडियमको पिच स्पिनरका लागि सहयोगी हुन सक्छ र यही नै नेपालको मौका लुकेको छ। इङ्ल्यान्डले 4 जना स्पिन विकल्प राखेको छ, तर नेपालसँग सन्दीप लामिछाने र ललित राजवंशी जस्ता कसिलो स्पिनर छन्। यदि नेपालले सुरुवाती ओभरमा फिल साल्ट र बटलरलाई सस्तैमा समेट्न सक्यो भने खेलमा दबाव सृजना गर्न सकिन्छ। नेपालका लागि यो केवल एउटा खेल मात्र होइन, विश्व क्रिकेटमा आफ्नो लो अवसर हो। के रोहित पौडेलको कप्तानीमा नेपालले यो असम्भव देखिने चुनौतीलाई जितमा बदल्न सक्ला त? आफ्नो भविष्यवाणी तल कमेन्टमा लेख्नुहोस् र नेपाली क्रिकेटलाई सपोर्ट गर्न यो भिडियो शेयर गर्नुहोस्। जय नेपाल।